हेलो नमस्ते साथीभाइहरू। अस्ति फुलपाती भित्राइएको थियो होइन, आज नवमीको दिन। आज चाहिँ हाम्रो नवदुर्गा तथा नीलकण्ठेश्वर मन्दिरमा विभिन्न किसिमका कार्यक्रमहरू हुन्छन् र आज म त्यही कार्यक्रमहरू र आज पूजाहरू हुन्छ त्यसको केही झलकहरू देखाउँछु, हेरिदिनु होला सबैजनाले है। आज चाहिँ मन्दिरमा बिहानदेखि अघिदेखि नै हुनुहुन्थ्यो, म चाहिँ अलिक ढिलो भयो, सामानहरू के किन्न जानु थियो नि त, त्यही भएर। यता कार्यक्रमको हुँदैछ, पण्डितजीहरू पूजा गर्ने मान्छेहरू, यता पूजा हुँदैछ। कपिराइट त हान्दैन नि मलाई होइन युट्युबले। प्रसादको लागि आउनु भइरहेछ। उहाँ चाहिँ हाम्रो गाउँको एकदम भला आदमी हुनुहुन्छ होइन। अरू के चाहिन्छ गुरुबा भन्नु त? अरू चाहिँ होइन। सबैजनाले सक्दो सहयोग गर्दै हुन्छ होइन, सक्दो सहयोग कालीको पूजा गर्नको लागि पाठी पनि आयो। गर्ने भयो तर आजको मौसम ठिक छ नि होइन। दुर्गा माताले हेर्नु भयो। पूजा हुँदैछ अहिले पनि, पूजा फल के भन्छ प्रसाद बन्दैछ यता। खबर ठिक छ, पूजा अर्चना भइरहेछ। हाम्रो यो दुर्गा पञ्चायत मन्दिरमा आज 9औं दिन हो। 9औं दिनको कर्म एकदम यता पुरोहितहरूले पनि अगाडि बढाइरहेका छन्। शिवालयभित्र शिवजीको पनि पूजा अर्चना भइरहेको छ। दुर्गा मन्दिरभित्र दुर्गाको पनि पूजा अर्चना भइरहेको म जानकारी गराउन चाहन्छु। अब एकछिनमा कालीको पनि पूजा हुन्छ नि त? कालीको पनि पूजा हुन्छ। ल, कालीको पूजा हुन्छ। यहाँ काट्ने 2-4 बाख्राहरू हामीले देखिसकेका छौँ। बाख्राहरू बोकाहरू बाख्रा बोकाहरू कि पाठी भन्नु होइन, बाख्रा भन्नु मार्दैन। कालीका मन्दिरमा एकछिन पछाडि काट्न सुरु हुन्छ। यहाँ बुवाको नाममा अहिले सहयोग स्वरूप 3टा 5 यसो पनि छ है। दान है, दान। दुर्गा माताको पूजा आराधना गर्दै हुनुहुन्छ, पूजा गर्दै हुनुहुन्छ बुवाहरू, बुवा मामा, हाम्रो मामा। के छ नानी? ए ठिक छ। अर्को पार्टीको पूजा हुँदैछ। अब यो काठमार चाहिँ कतिसम्म राम्रो हो होइन, यो चाहिँ अब मलाई पनि थाहा छैन। र पनि अब भगवान्लाई चलिआएको चलन पहिलेदेखि नै काली मातालाई रगत नै दिने चलन छ नि त, त्यही भएर अब दिइराख्नु भएको छ अहिलेसम्म बलि। अब हाम्रो मामा हुनुहुन्छ पुजारी चाहिँ। भक्तजनहरू अहिले चाहिँ परिवार हुँदैछ। अहिले चाहिँ हाम्रो पाती चढाउँदै हुनुहुन्छ। रत्नैकल्पितमासनं हिमजलै स्नानं च दिव्याम्बरं नानारत्नविभूषितं। यो चाहिँ हाम्रो गाउँको होइन इलेक्ट्रिसियन दाजु। यदि तपाईँहरूलाई लाइनको समस्या, पानीको समस्या, अरू के दाजु घर बनाउनु पर्ने भयो भने विनोद थापा ज्यूलाई सम्पर्क गर्न सक्नुहुन्छ है। घर चाहिँ दुर्गा मन्दिरदेखि अलिक मास्तिरपट्टि छ। अब सकिना टो भन्दा नि हुन्छ, सक्यो भन्दा नि हुन्छ। यो चाहिँ आरती सक्यो। आरती सकेपछि अब एकछिनमा ख्यालहरू के कार्यक्रम सुरु हुन्छ। यहाँ चाहिँ अब हाम्रो होइन सम्मान कार्यक्रम हुँदैछ। उहाँहरूले चाहिँ यहाँ उपस्थित हुनेहरूले चाहिँ अहिलेसम्म चाहिँ होस्
यो मन्दिर स्थापना भएदेखि नै अहिलेसम्म सबैजनाले सहयोग गरिराख्नु भएको छ होइन। त्यही भएर मेरो बुवा पनि गर्नुभएछ। हाम्रो सामान जो चलाउन आइदिएर र त्यस पछाडि हाम्रा ज्येष्ठ हुनुहुन्छ इन्द्र प्रसाद पौडेलज्यू। इन्द्र प्रसाद पौडेलज्यूलाई लाग्यो। त्यसपछि तुलसीराम दाहालज्यूलाई, यहाँ चाहिँ होइन सबैजनालाई सम्मान गरिरहेछ। सम्मान गर्ने दानवीर समाजसेवी र हालका सल्लाहकार समिति सदस्य तपाईँ श्री मेघराज गुरागाईज्यूले मन्दिर परिसरमा श्री नीलकण्ठेश्वर शिव मन्दिरको स्थापना, शिवलिङ्ग र बसाहार स्थापना, दुर्गा मन्दिरको मूर्ति खरिदमा सहभागिता गर्नुका साथै मन्दिरको उन्नति प्रगतिमा तन मन वचन र कर्मले सदा साथ र सहयोग गरि। ल अब हाम्रो दाजुले खेलाएको अरू दाजु यस्तै हो। 9, 10, 11, 12, 13, 14, 15, 16, 17, 18, 19, 20 वर्ष आयो। 6, 7, 8, 9, 10, 11, 12, 13, 14, 15, 16, 17, 18, 19, ऑडियंस को बोल दे रहे हैं हमसे क्या हो? हाँ कितना ऑडियंस को बोल दे रहे हैं हमसे क्या हो? ओए तेरे लिए यूट्यूब में आ रहे हैं तो सीधे कॉपीराइट में चला है। प्रस्तुतिले चाहिँ आगो लाउँछ कि ताली केटा हो खोइ ताली ताली पछाडि कस्टमरले मिसी भनेको त होइन
कति राम्री मायालाई भेटियो मायालाई भेटियो अहो घर आजै भाइले पूरा रैप हमारा Kau ready steady बहुत बढ़िया थोड़ा कैंडी आप करेंगे मर्दों वाली बात पियेंगे बियर सियर साथ में लेके सेक्सी बियर बाहर पी चलेगी सारी रात अरे क्या सपने अंदाज में बोला हटाओ रेडी steady ये मर्दों वाली बात पियेंगे बियर सियर साथ में लेके सेक्सी बियर बाहर पी चलेगी सारी रात नवंडिया भन्छन् क्या एनर्जी खतरा नत्र चाहिँ थाहा नपाएको मैले एनर्जी चाहियो नि त ताली फर्स्ट ल फर्स्ट र सेकेन्डको लागि रोनाल्डो र को हो यो मेसी गयो रोनाल्डोले जित्यो अब ए रोनाल्डो देखायो यहाँ विनोद दाइले पनि पुसा भन्दै हुनुहुन्छ है 1 2 3 सन्दा हाइएस्ट कति छ उयस कति थियो 40 भाइ म कहाँ घटाउनु नगरेको त पुसपै गर्दिन मेरो नाम आउन आएर ढुकढुक भइसक्यो म्याच मलाई त नखेला के राम्रो कति 50 हालेर रेकर्ड देखाइदिनु पचास पुगो नाक्छ 50 नाक्छ मैले चाहिँ 50 मात्रै भनेको हुन्छ त्यतिखेर चल्छ गुणाले घुम्दैन थाले कति भयो ए होइन यस्तो बानी हुन्छ
आज कार्यक्रम समापन भयो होइन। अनि गिफ्टहरू दिएको चाहिँ जस भिडियो खिच्न पाइएन, त्यतिखेर अलिक व्यस्त भयो। आजको जस रमाइलो भएर सक्यो। मौसमले पनि साथ दियो, एकदम शीतल खालको दिन थियो होइन। यस्तै भयो आज है। सबैले हेरिदिनु होला। किप सपोर्ट।